हेलो गुड मर्निङ सबैजनालाई अनि धेरै धेरै वेलकम छ तपाईँहरू सबैजनालाई मेरो नयाँ युट्युब च्यानलमा है। अनि म चाहिँ भर्खर उठेर नुहाइदै गरेर मुख सुक्दै कपाल चाहिँ धुइनँ मैले है, किनभने धेरै धेरै कपाल नुहाउनु राम्रो होइन मेरो लागि चाहिँ। कपाल बाक्लो भएर ढिलो सुक्छ अनि जाडो यस्तो लाग्दछ र पनि मैले नुहाएँ होइन। पूजा चाहिँ म गर्दिनँ आज, आमाले अघि गर्नुभयो। अन्तखेरि नि साथीहरू आजको भ्लग चाहिँ कस्तो हुनेछ भने नि मलाई थाहा छैन कस्तो हुन्छ है, हेर्दै गर्नु होला। अनि आज चाहिँ हाम्रोमा गुरुजी बस्नु भएको छ होइन, माथि चाहिँ माइजहरूकोमा पूजा थियो हो। अन्तखेरि गुरुजी चाहिँ हाम्रोमा फाइनली कहिले बस्नु हुँदैन थियो, योपालि चाहिँ बस्नुभयो, एकदमै खुसी लागिरहेछ। अन्त चाहिँ आज चाहिँ गुरुजीको बर्थडे हो रहेछ। म यहीँबाट गुरुजीलाई ह्याप्पी बर्थडे भन्दैछु ल। राधे राधे गुरुजी, ह्याप्पी बर्थडे। म अघि भन्नु पर्यो भन्थ्यो कि नुहाइधुवाइ गरेकै थिइनँ, मुख धुएकै थिइनँ। अन्त चाहिँ एकैचोटि नुहाइधुवाइ गरेर चाहिँ अन्तखेरि म है यहाँनिर गुरुजीलाई ह्याप्पी बर्थडे भने तपाईँहरू पनि ह्याप्पी बर्थडे भनिदिनु होला, कसले चिन्नुहुन्छ उहाँलाई। अन्तखेरि आशीर्वाद लिन आएँ म बिहानै होइन, किनभने घरमा हुनुहुन्छ नि त गुरुजी। अन्तखेरि चाहिँ अघि आमाले गुरुजीको बर्थडे हो भन्नुहुँदै थियो कि पहिला म नुहाइधुवाइ गरिहाल्छु अन्त मात्रै ह्याप्पी बर्थडे भन्छु हेर्नु। हाम्रो प्यारो गुरुजी हुनुहुन्छ हो। अनि माथि माइजूको पनि रहेछ बर्थडे, माथि माइजूको। अब माइजूलाई पनि बर्थडे विस गर्छु हो। अन्त नि दुईजनाको बर्थडे एकै साथमा रहेछ होइन। अन्त पूजा हुँदैछ हाम्रो हो। म माइजूलाई ह्याप्पी बर्थडे भन्छु ल साथीहरू। माइजू यता हेर्नु भन्दैउ न माइजूलाई ह्याप्पी बर्थडे। खै देख्दैन हामीले यहाँबाट, यता 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 उयो गुरुजीको अझै बर्थडे रहेछ। हजुर गरे भर्खर विस गरे नि, ह्याप्पी बर्थडे माइजूलाई। हुन्छ यहाँ चाहिँ बिहान यता हेर्नु गुड मर्निङ। यसले त टाउको पनि नुहाएछ यस्तो जाडोमा। अन्त यस्तो स्ट्रङ पारेको खाजा हाल्नुहुँदैन अरे कि गुरुजीले, दादा रोटी खानु हुँदैन अरे गुरुजीले। मन्दिर जान्छ मैले त गरिनँ गुरुजीले। अन्त के जान्दिनँ भन्दैछ आमाले पूजा गर्नुहुँदैछ। खाजा खानु हुँदैन अरे, खाजा खानु हुँदैन अरे, चिया बनाइदिनु हुन्छ है। गुरुजी कफी खानुहुन्छ? म कफी बनाइदिन्छु ल मिठो। अब त्यो मैले बोडी सब्जी बनाएको चाहिँ एकदम सादा आमाले खानुहुन्छ हाम्रो नेक्स्ट पुजारीले। नेक्स्ट पुजारी हाम्रोमा चाहिँ प्याज लसुन हत्तापत्ता चल्दैन हौ साथीहरू कि। अनि बिहान बिचराले सादा सब्जी पकाएको थियो, गुरुजी बर्थडे भयो मन्दिर जानुहुने अरे हो। नखाने म कफी बनाइदिन्छु त्यो बिचरा ल। जब गर्नुहुँदैछ अरे के पकाएको थियो? चुला पनि बनाएको ए रोटीको लागि कोइला बनाएको। बोडीको सब्जी खालि पाँच फोरन होस् हामी खाऊँ न अन्त रोटी ल। होइन हौ यसले झन्डै मलाई खालि खानु भन्दो रहेछ भने हो। खालि खानु भन्छ कि त जिउ चाहिँ जग्गा साला एउटा रोटी खान्छ बेसी न बेसी खान्छ दुईवटा तिनवटा खान्छ यस्तो मान्छे खाउँ मात्रै भन्छ। यहाँ रोटी अब दादाले खान्छ नि हेर्नु साथीहरू, कोइला झरङ बनाउँछु झरझराक्दो भएछ कोइला। यहाँ रोटी सब्जी चाहिँ के बनाउनु भनेर साग छैन, साग खालौँ साग हिजै खाएको अब त कहाँ हिजो त्यो खाएको मासु खाऊँ भने भएन हुँदैन ल। अझै रातो न रातो भएछ बेसी छोपेर होला है। खै तपाईँहरूलाई कसलाई को कसलाई मनपर्छ रातो वाला रातो रातो पकाएपछि हामीलाई चाहिँ साग भनेको चाहिँ हरियै मनपर्छ। कान्छा बाजेले पनि खाना छ। हेर्नुहोस् है मैले कस्तो दामी कफी बनाइदिएको छु। थ्याङ्क यू। आमा बर्थडेमा के छ गुरुजीलाई? ठो कफी बनाएर ल्याएको
प्रसादी बिहान मिठो भयो कफी एकदम दामी ल आज बर्थडेको दिन बिहान यस्तो मिठो कफी खान पाएँ लक्ष्मीलाई धेरै धेरै धन्यवाद हुन्छ तपाईँलाई अर्को चक्लेटवाला बनाइदिन्छु ल सरी हाल्नु सरी ल त बाई बाई गुरुजी ल बाई बाई ल पर्सि शनिबार आउने त तर घरमा यहाँ पूजा लाग्ने भन्ने शनिबार भेट भइहाल्छ है ल बाई 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 मेरो बुढा चाहिँ कति दिनमा घरमा आएको छ जुङ्गा लामो यति लामो लामो पलाएछ बिचराको काटेन सर जुङ्गा इसका त झन्डै मुखैभित्र पस्यो ओइ के बोलेको यस्तो बोल्छ है हाम्रो चाहिँ यस्तो छ मेरो छोरा चाहिँ अचम्मैको छ यस्तो हुनुपर्छ किनिहाल्नुहुन्छ होला लजाउँदैन हाम्रो बुढा आमा चाहिँ फुल्न पनि हाल्छ सबै सेतो मात्रै रहेछ हौ माया फुल्न रहेछ पानी हाल्नु पर्छ यहाँ हाल्नुपर्छ हालेको थिएँ भ्याएन नि त हिजो सुकेछ फेरि सुकेको हालिदिए एप्पल खाँदै चाहिँ मेरो बुढाले देख्नु भएको छैन नि यहीँ हुन्छ मेरो पति परमेश्वर राति कति बजी आएको एक बोतल बियर खाएर आएको थियो मलाई झन्डै बमिट भएर झन्डै निस्कियो यत्रो गनाएको सुकेछ खान्छ के भयो कस्तो खालको रबिनले के गरिदिन्छ कुट्यो भन्दै थियो गोविन्दले यहाँ अरे यसरी यसरी देउसुरे नौ यसरी केले? यस्तोले हिर्काएको अरे हौ ए त्यो दिलागी दिलागी अझै भित्रको त्यो मासु हुन्छ नि चामल त्यसलाई भेट्यो भेट्यो त्यही र त अन्त जोडले हिर्काइदिएछ जोडले गएको होइन हात दौरो छ कि मैले चाहिँ हात दौरो पारेर यसो गरेको थिएँ होला गर्यो पुरा दुख्यो अरे नि त हौ होइन यहाँ सुनिएको हेर त कस्तो पाकाले हिर्काइ पठायो पठाउ हुन त दिलागी दिलागी माताको झोकमा हिर्काइ पठाउला देउसुरे औँसीमा भन्दैछ सुनिएको छ दुखेर आज चाहिँ भिडियो के बनाउनु पर्ने हो फेरि फेसबुकमा हामीले भिडियो हालेको छैन के बनाउनु पर्ने हो थाहै छैन यस्तो भारी भएर छ जिउ पनि खाना पनि पाक्यो हो अब खाना खानेछु अनि भयो भने म भ्लग कन्टिन्यू गर्छु भएन भने म यतिकै राख्छु साथीहरू तर पनि एकदमै धन्यवाद छ है कति कति भए पनि भ्युज आउँदैछ मेरो होइन जतिजनाले हेरिदिनुहुन्छ उहाँहरूलाई मनबाट थ्याङ्क यू सो मच कमेन्ट छोडिदिनु न कम्ती कम्ती हुँदा त कमेन्टको नाम थाहा हुन्छ नि त मेन्सन गरिदिन्छु नि म नाम ल क्या हुआ आन्सा बाजेको चाहिँ हेर्नु न खुट्टा दुख्यो अरे औँसीमा कुटिदियो अरे हौ कुटिदियो कि अब दिलेकी पनि हिर्कायो होला तर लागेछ निकै चोटले दुख्यो अरे गुरुजी पनि जानु भइरहेको फेरि स्याटरडे हाम्रोमा रहेछ पूजा अब पूजाको सुरु भयो कार्तिक लागेपछि यस्तै हुन्छ कार्तिक सक्नु आँट्यो नि त अब कार्तिक सक्नु आँट्यो कार्तिकमा चाहिँ पुरा पूजा हुन्छ हो पूजा मेरो लोग्ने